उमेरले 9 दशक पार गरिसकेकी नन्दकली सापकोटाका खुट्टाले अब लामो बाटो हिँड्न साथ दिँदैनन्। ढाड दुख्छ, रक्तचाप कहिलेकाहीँ आफै बेकाबु हुन्छ। केही वर्ष अघिसम्म उहाँको लागि अस्पताल भनेको एउटा टाढाको सपना जस्तै थियो। नाति नातिना, छोरा वा बुहारीको काँधको सहारा नपाई कुनै ठाउँ पुग्नै सकिँदैन थियो। तर आज त्यही 94 वर्षीय वृद्धाको अनुहारमा फरक कथा लेखिएको छ। आज अस्पताल उहाँकै घरमा आइपुगेको छ, उहाँकै घरको पिँढीसम्म। म्याग्दीको बेनी नगरपालिका 2 बगरफाँटकी नन्दकली सापकोटा भन्नुहुन्छ, आज भोलि त डाक्टरनीहरू आउँछन् बाबु, घरमै चेक गर्छन्। स्वास्थ्यकर्मीले हातमा प्रेसर नाप्ने पट्टी बेर्दा कहिलेकाहीँ अलि गाह्रो लाग्ने गरेको बताउँदै भन्नुभयो, हजुरलाई सन्चो बनाउन आएको भन्छन् अनि मलाई खुसी लाग्छ। उहाँ हाँस्दै भन्नुहुन्छ, अहिले त सजिलो भएको छ। नन्दकली सापकोटाको यो अनुभूति केवल एउटी वृद्ध आमाको एक्लो कथा होइन। यो बेनी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमले गाउँ गाउँका ज्येष्ठ नागरिकको दैलोसम्म स्वास्थ्य सेवा पुर्याएको परिवर्तनको जीवन्त प्रतिनिधि उदाहरण हो। अस्पतालसम्म पुग्न कठिनाई भोग्ने सयौं वृद्ध वृद्धाका लागि यो कार्यक्रम केवल उपचार मात्र होइन, आत्मविश्वास र सहजताको नयाँ आधार बनेको छ। र यस्तै हजारौं कथा बोकेर बेनी नगरपालिकाले सञ्चालन गरेको नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम एनसिडीज स्क्रिनिङ कार्यक्रम भर्खरै सकिएको छ। तर यसले छोडेको प्रभाव भने वर्षौंसम्म रहने देखिन्छ। एनसिडी अर्थात् नसर्ने रोग भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने वा संक्रमण नहुने रोगलाई जनाउँछ। यस्ता रोगहरू सामान्यतया लामो समयसम्म रहने क्रोनिक डिजिज हुन्छन् र बिस्तारै विकास हुँदै जान्छन्। यी रोगहरू कुनै भाइरस वा ब्याक्टेरियाबाट सर्दैनन्, बरु मानिसको जीवनशैली, खानपान, उमेर, वंशाणुगत कारण, वातावरण तथा अन्य जोखिम कारकका कारण विकसित हुन्छन्। एनसिडी स्क्रिनिङ भनेको कुनै व्यक्तिमा नसर्ने रोगको लक्षण देखिनु अघि नै वा प्रारम्भिक अवस्थामै स्वास्थ्य परीक्षण गरेर रोग भए नभएको पहिचान गर्ने प्रक्रिया हो। धेरैले नसर्ने रोग त अर्को व्यक्तिमा सर्दैन, त्यसैले खासै चिन्ता लिनु पर्दैन भन्ने सोच राख्छन्। तर वास्तवमा यी रोगहरू अत्यन्त जोखिमपूर्ण हुन्छन्, किनभने सुरुवाती चरणमा लक्षण नदेखिन सक्छ, लामो समयसम्म शरीरभित्र चुपचाप असर गरिरहन्छ र अचानक हृदयघात, पक्षघात वा मृगौला फेल हुने जोखिम रहन्छ। स्थायी अपाङ्गता र समयमै उपचार नभए मृत्युको जोखिम समेत बढ्न सक्छ। त्यसैले रोग लागिसकेपछि मात्र उपचार गर्ने होइन, रोग आउनु अघि नै पहिचान गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार हो, त्यसैले स्वस्थ नागरिक नै समृद्ध नगरको आधार भन्ने उद्देश्य सहित बेनी नगरपालिकाले यी 2वटा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पहिलो कार्यक्रम नियमित एनसिडी स्क्रिनिङ कार्यक्रम, जसमा प्रत्येक महिना स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गरिन्छ। रक्तचाप मापन गरिन्छ, रगतमा चिनी परीक्षण गरिन्छ, बीएमआई परीक्षण, बॉडी मास इन्डेक्स परीक्षण, व्यक्तिको तौल र उचाइको आधारमा शरीरको तौल उपयुक्त छ कि छैन भनेर जाँच गरिन्छ। जोखिम भएका व्यक्तिको पहिचान गरिन्छ, आवश्यक औषधि तथा स्वास्थ्य परामर्श प्रदान गरिन्छ। त्यसैगरी जटिल अवस्था देखिएमा उच्च स्तरीय उपचारका लागि रेफर पनि गरिन्छ। त्यसैगरी अर्को महत्त्वपूर्ण कार्यक्रम ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरू स्वयं ज्येष्ठ नागरिकको घर घरै पुग्छन् र त्यही स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच, औषधि सेवनको निगरानी, पोषण सम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा, आवश्यक रेफरल सेवा प्रदान गर्छन्। यसले हिँडडुल गर्न कठिन हुने ज्येष्ठ नागरिकलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौती मध्ये एक हो नसर्ने रोग, नन कम्युनिकेबल डिजिजेज एनसिडीज। पहिले संक्रामक रोगका कारण बढी मृत्यु हुने गरेकोमा अहिले उच्च रक्तचाप, मधुमेह, मुटु रोग र क्यान्सर लगायतका नसर्ने रोगका कारण मृत्यु र अपाङ्गता दिन प्रतिदिन बढ्दो क्रममा छ।
यही चुनौतीलाई मध्यनजर गर्दै बेनी नगरपालिकाले आर्थिक वर्ष 2079-80 देखि नगरपालिकाभित्रका 40 वर्ष वा सोभन्दा माथिका नागरिकका लागि नियमित एनसिडी स्क्रिनिङ, नसर्ने रोगको परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका साथै ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम मार्फत स्वास्थ्यकर्मीहरू घर दैलोमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक रेफरल सेवा प्रदान गरिरहेका छन्। स्वास्थ्यकर्मी छरिएको भूगोलमा पुग्नुपर्ने भए पनि घर घरै पुगेर सेवा दिन पाउँदा अत्यन्तै खुसी देखिन्छन्। यहाँ बेनी नगरपालिका वडा नम्बर 4 को चाहिँ धेरै टाढा टाढा छ दिदी। यो सुर्के मेला, यो बास्कुना त नजिक भयो। थामडाँडातिर जान चाहिँ अलि एकदम धेरै लामो भएर गर्मी छ नि त, अहिले धेरै चाहिँ गर्मी हुन्छ। त्यहाँ जाँदा चाहिँ बुवा आमाहरू अनि त्यहाँको अर्ग्यानिकहरू हुन्छ नि त, हावापानी, त्यसले चाहिँ रमाइलो लाग्छ। राम्रो पनि भन्नुहुन्छ कोही बुवाहरूले होइन, कोही आमाहरूले नगरपालिकाले किन प्रेसरको औषधि दिन, किन उसको औषधि दिन भन्नुहुन्छ। त्यही नै हो गुनासो, अरू त सबै ठिकै हो। बेनी नगरपालिकाले सञ्चालन गरेको एनसिडी स्क्रिनिङ लगायतका अन्य स्वास्थ्य कार्यक्रमका बारेमा बेनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लीला गौतमको भनाइ। हामीले हरेक महिनाको 20 गतेदेखि 29 गतेसम्म समुदायमा बस्छौँ। हामीले विशेष गरी यो एनसिडी डे भनेर प्रत्येक स्वास्थ्य संस्थामा नै गर्ने गरेका छौँ। र अर्को चाहिँ हाम्रो जुन ज्येष्ठ नागरिक घरभेट कार्यक्रम छ त्यसमा हामी चाहिँ समुदायमा पनि गर्ने गर्छौँ। अब यो नसर्ने रोग कार्यक्रम चाहिँ नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमले गर्दाखेरि के जुन बेनी नगरपालिकाभित्र बसोबास गर्ने र यहाँ अन्यत्र पनि आएर बसेका जुन यहाँका बासिन्दाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले यो कार्यक्रम गरे पश्चात उहाँहरूको जुन 40 वर्षदेखि माथिकालाई हामीले हरेक महिना को 15 गते एनसिडी डे भनेर जुन स्क्रिनिङ गर्छौँ। त्यसमा चाहिँ हरेक नागरिक चाहिँ त्यहाँ आउनुहुन्छ र उहाँको चाहिँ अवस्था के छ, उहाँको अब ब्लड प्रेसर कस्तो छ, उहाँको सुगरको अवस्था कस्तो छ, लगायत पिसाबमा प्रोटिनको मात्रा पनि छ कि छैन भनेर हामीले गत वर्षदेखि पनि। अब यसमा अब स्वास्थ्यकर्मी छुट्टै स्वास्थ्यकर्मी भनेर हामीले चाहिँ परिचालन गरेका छैनौँ। जुन हाम्रो स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू हुनुहुन्छ उहाँहरूलाई नै हामीले चाहिँ खटाएका छौँ र त्यसरी नै कार्यक्रम चल्दैछ। हामीले यो नसर्ने रोगको स्क्रिनिङ सँगसँगै हामीले चाहिँ यो अलावा पनि हामीले चाहिँ यो पोषण कार्यक्रममा जसमा चाहिँ शरीरको अनुसार तौल कस्तो छ, उसको उचाइ के छ, उहाँको मोटोपनाको अवस्था कस्तो छ र विशेष गरी अब यो मोटोपना, कम तौल अथवा एकदमै त्यो मोटोपनाको कारणले गर्दा पनि विभिन्न रोगहरू, नसर्ने रोगको जोखिम हुने हुनाले हामीले त्यसलाई पोषण कार्यक्रमलाई पनि जोडेका छौँ। बेनी नगरपालिकाले सञ्चालन गरेको एनसिडी स्क्रिनिङ र ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम अन्तर्गतको तथ्याङ्क यस्तो रहेको छ।
बेनी नगरपालिकाले सञ्चालन गरेको नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम BMI र ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमबाट सेवा पाउने ज्येष्ठ नागरिक वृद्धा पनि उत्तिकै खुसी छन्। आखिरसँग के गर्ने हो, फोन चेक गर्ने विचार भयो गर्ने, नभए प्रेसर नाप्ने, सुगर अब धेरै भयो नाप्ने गरे, नभए यही घरै नै आउँछन् त। अपङ्ग अनाथ जस्तो मान्छेलाई हिँड्न गाह्रो हुन्छ। बेला बेलामा आउने क्रममा आरसिए गरिदिएमा धेरै हामीले पनि धेरै सेवा पाउने थियौँ। सबैको जय हुने थियो। अब त्यही भन्छु। घर घर दैलो आउँछन्, हामीलाई झन् खुसी नै छ। मलाई नाप्छन्, ठिकै छ भन्छन्, मलाई दबाई दिन आयो। अहिलेसम्म केही खानुभएको चाहिँ खानु भएन? मैले अहिलेसम्म केही खाइथिएन। त्यो प्रेसर जाँच होला अब। हजुर, के गर्नुहुन्छ र? भाउ चाहिँ धेरै भएको छ। यो सहयोग दिनु चाहिँ कर्मचारीको राम्रो कुरा हो। यो कार्यक्रमले केवल ज्येष्ठ नागरिकलाई मात्रै खुसी दिएको छैन, परिवारमा समेत खुसी ल्याएको छ। किनभने वृद्धलाई अस्पताल लान लैजान र औषधि खाए नखाएको निगरानी गर्न पनि सजिलो भएको छ। परिवारका सदस्य यसो भन्छन्। यो नगरपालिकाको काम चाहिँ एकदम उत्कृष्ट छ। किनभने अब हामी पनि अब यो खबर नजिक भए पनि यातायातको कारणले गर्दा सडक अलिकति नराम्रो भएको कारणले गर्दा घरिघरि अब 80 वर्षको 82 वर्षको आमाहरूलाई बेनी लगाएर अब सुगर प्रेसर चेक गर्नु गाह्रो हुन्छ। तर यो नगरपालिकाले जुन घर घरमा आएर वार्डले भनौँ, वार्डले नगरपालिकाले घर घरमा आएर जस्तो वृद्धहरू, मेरो आमा 80 वर्ष हुनुभयो, थुप्रै छ यहाँ, घर घरमा आएर चेक गर्दाखेरि एउटा के हुने भयो भने एउटा चाहिँ हामीले नि त्यसमा अब मौका पाउने हो प्रेसर चेक गर्नु। अर्को चाहिँ उहाँहरूको एउटा के भन्छ आत्मविश्वास बढ्ने, मेरो प्रेसर ठिक रहेछ भन्ने गर्ने, त्यो चाहिँ एउटा सुविधा भएको छ। यो सुविधालाई निरन्तरता दिने र अझै थप सुविधाहरू जस्तो अब वृद्ध मात्र नभएर अशक्त नि छन् नि, अब 60 वर्ष 62 वर्ष भएकाहरू अशक्तहरू, उहाँहरूको पनि अब घर घरमा गएर प्रेसर चेक गर्दाखेरि अझै राम्रो हुन्थ्यो। तत्कालै अब लिएर जाऊँ भन्नु पर्दैन। टेकोले सुगर प्रेसर चेक गर्नुभयो भने यस्तो छ भनेपछि ढुक्क भइन्छ। अब धेरै नै भएछ भने चाहिँ तुरुन्त जान पाइयो हस्पिटल, धेरै सजिलो भएछ। बेनी नगरपालिकाले यो कार्यक्रमको अवधारणा किन र कसरी ल्यायो भन्ने विषयमा नगरपालिकाका प्रमुख सुरत केसी यसो भन्नुहुन्छ। हामी निर्वाचित हुने बित्तिकै नै हामीले पहिलो निर्णय गरेको कार्यक्रम हो यो। नागरिकहरू भडाबिलिटीका आधारमा अहिले गरिब छन् भन्ने मात्रै छैन, धनीहरू पनि स्वास्थ्यको हिसाबले चाहिँ भडाबिलिटीमा रहेछन्, सङ्कटमा रहेछन्। छोराछोरी बुहारीहरू सदरमुकाममा विदेशमा जाने, ज्येष्ठ नागरिकहरू गाउँमा बस्ने, तर उहाँहरू बिहान खाने औषधि के बेलुकी खाने औषधि के थाहा पनि नपाउने कन्डिसन रहेछ। त्यसैले हामीले एउटा UNDP र सङ्घ व्यक्तिसँग मिलेर सेवा MS सफ्टवेयर बनाइसकेपछि त्योबाट डाटाहरूको आधारमा नागरिकहरूको समस्याहरू पहिचान भएर पहिचान भएको आधारमा चाहिँ हामीले प्रत्येक महिनाको 20 गतेदेखि 29 गतेसम्म चाहिँ कभरका अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिक 70 वर्षभन्दा माथिको नागरिकको घरमा चाहिँ हाम्रो स्वास्थ्य चौकीबाट अनिवार्य उहाँहरूसँग जाने, उहाँहरूको भाइटल फिजिकल टेस्ट गर्ने। मुख्यतः हामीले प्रेसर, सुगर र अहिले चाहिँ किडनीको टेस्ट गर्छौँ। यो टेस्ट गर्ने र भडाबिलिटीमा देखियो भने थप स्वास्थ्य अस्पतालहरूमा स्वास्थ्य उपचारका लागि सिफारिस गर्ने, भडाबिलिटीमा देखेन भने उहाँहरूको औषधिहरू के छन्, औषधिहरू सिफारिस गरिदिने, हामी यहाँ भएको निःशुल्क औषधिहरू वितरण गर्ने गरेका छौँ र एउटा प्रभावकारी कार्यक्रमभित्र रहेको छ। सँगै हाम्रो पछिल्लोबाट सदरमुकामको वरिपरिका मानिसहरू कृषि कर्म कम सेवा कर्म बढी गर्न थालेका छन्, सेवा व्यापारमा बढी लागेका छन्, जसको कारण शारीरिक अभ्यास कम र खानपानमा अलिकति कम ध्यान दिन थालेपछि मुटु रोगहरूले धेरै चापेको देख्यौँ हामीले। र त्यसलाई समाधान गर्नलाई चाहिँ प्रत्येक महिनाको 15 गते, जो दसैँ परोस् वा तिहार परोस्, प्रत्येक महिनाको 15 गते नसर्ने रोगको यो स्क्रिनिङ गर्ने डेका रूपमा, NCD डेका रूपमा हाम्रो स्वास्थ्य चौकीहरू खुल्छन्। निःशुल्क हामीले त्यहाँ सुगर, प्रेसर र किडनीको स्वास्थ्य परीक्षण गर्छौँ र त्यसले धेरै नागरिकहरू चाहिँ लाभान्वित भएको छ। ज्येष्ठ नागरिकहरू पनि जो अहिले पनि काममा जोडिनुहुन्छ, उहाँहरूलाई घरमा भेट्न चाहिँ चुनौती छ। ज्येष्ठ नागरिकहरू घाँस दाउरा गर्न जाने, घरमै बसिरहनेहरूलाई घरमा भेट्न सकिन्छ, त्यस्तोलाई चाहिँ चुनौती छ र समाधानको विधि पनि खोजेको छ। उहाँहरूलाई क्लस्टरमा उहाँहरूले काम गर्ने एरियामै सामान्यतया यति गते हाम्रो स्वास्थ्यकर्मी आउनुहुन्छ भन्ने उहाँहरूलाई जानकारी दिएर क्लस्टरमा जम्मा गरेर उहाँहरूको भाइटल सिम्टमहरू हेर्ने गरिएको छ। चुनौतीको रूपमा त्यो छ भने भूगोल चुनौती हो। हामी कहाँ स्वास्थ्यकर्मीहरू नियमित भइ नरहने, गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूको सरुवा गरेपछि नयाँ पद पूर्ति नगरिदिने र हामीले वान्टेड गर्दा पनि स्वास्थ्यकर्मी पाउने कुराको चाहिँ अलिकति समस्या छ। अर्को, हामी कहाँ भएको प्यारामेडिक स्वास्थ्यकर्मीहरू चाहिँ औषधि सिफारिस गर्न मिल्दैन। एउटा डाक्टर अथवा विशेषज्ञ डाक्टर राख्न सक्दा चाहिँ त्यसले अझै राम्रो हुन्थ्यो। उहाँहरूसँग
फोन कलमा अथवा मेसेन्जरबाट कुरा गरेर भिडियो कन्फरेन्स मार्फत पनि औषधि सिफारिस गर्न सकिन्थ्यो। त्यो चुनौती छ र त्यसको सावधान खोज्ने प्रयास गरिरहेका छौँ। अब अवसरका रूपमा पनि यसलाई हामीले ज्येष्ठ नागरिकहरूले त घरमै बसेर सेवा लिनु भएको छ, एकदम उच्च मूल्याङ्कन गर्नुभएको छ, अवसरको रूपमा छ। यसको मोटो के थियो भने हामी स्वस्थ नागरिक निर्माण गर्ने हाम्रो मोटो थियो। बेनी नगरपालिकालाई स्वस्थ नागरिकका रूपमा विकास गर्ने थियो। सँगै यसले अर्को पनि हामी ट्र्याकिङ गरिरहेका छौँ। घर घरमा जाने बेलामा गर्भवती महिलाहरू कतिजना हुनुहुन्छ र उहाँहरूको सुरक्षित गर्भवतीहरूको लागि चाहिँ स्वास्थ्य चौकीमै अथवा स्वास्थ्य कर्मीको उपस्थितिमा मात्रै सुत्केरी गराउने अभियानमा पनि यसले सपोर्ट गरेको छ। त्यो चाहिँ हामीलाई यसका सकारात्मक पक्षका रूपमा लिन्छौँ। यसको आवश्यकता, प्रभावकारिता र चुनौतीका बारेमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ यस्तो रहेको छ। बेनी नगरपालिकाले यो नयाँ जनप्रतिनिधिहरू आइसकेपछि 79 सालबाट यता विगत 4 वर्ष प्लस भइसक्यो यो कार्यक्रम सञ्चालन भएको। यो एनसिडी भनेको नन कम्युनिकेबल डिजिज डे भनेर हामीले चाहिँ प्रत्येक महिनाको 15 गतेलाई त्यो दिन घोषणा गरेका छौँ। र त्यो दिनमा चाहिँ विशेष गरेर यो नसर्ने रोगसँग सम्बन्धित चाहिँ स्वास्थ्य परीक्षण हुने गर्छ। त्यो स्वास्थ्य संस्थामा हुने गर्छ। यो एक खालको स्क्रिनिङ हो। यो यसको डिटेल हामीसँग ल्याब टेक्निसियनहरू त्यो खालको संरचना त्यो खालको सेवा सुविधा भन्दा पनि र आधारभूत खालको चाहिँ स्क्रिनिङ गरेर अहिले पछिल्लो समय चाहिँ जुन देशव्यापी रूपमै नेपालमै र चाहिँ हामी विशेष गरेर म्याग्दी जिल्लामा पनि यो ब्लड प्रेसर, सुगर अनि किडनीका बिरामीहरू चाहिँ अलिक बढी बढेको, नसर्ने रोगको चाहिँ प्रकोप बढिरहेको भन्ने जुन चाहिँ तथ्याङ्क छ त्यसको आधारमा चाहिँ यो कार्यक्रम लागू गरिएको हो। र यसको लागि अहिले हामीले यो ब्लड प्रेसर, ब्लड सुगर अनि त्यसपछि यो किडनीको पोर्टल लेभल स्क्रिनिङ गर्नको लागि चाहिँ डिपिस्टिक टेस्ट गरेर यो वर्षबाट हामी डिपिस्टिक टेस्ट पनि थपेका छौँ। त्यो गर्ने र अनि उहाँहरूलाई परामर्श दिने। अब अलि जटिल प्रकृतिको चाहिँ देखियो भने रेफरल सर्भिसको लागि चाहिँ उहाँलाई फेरि रेफर गर्ने ल्याबमा जानको लागि अथवा अरू जिल्लामा जानको लागि चाहिँ त्यसरी गर्ने गरिएको छ। यो मूलतः यसको उद्देश्य भनेको नै पछि एकैचोटि जटिलता, स्वास्थ्य जटिलता चाहिँ ठुला समस्याहरू नहुन् भन्ने हिसाबले सुरुमा स्क्रिनिङ गरेर समुदाय स्तरबाटै व्यक्तिहरूलाई, नागरिकहरूलाई स्वास्थ्यप्रति अलिकति सजग गराउनको लागि चाहिँ यो गरिएको। अलिकति प्रिभेन्सन टाइपको रोकथाम गर्ने, जटिल रोगहरू चाहिँ रोकथाम सुरुमै पहिलो स्टेजबाटै रोकथाम गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन। ज्येष्ठ नागरिकसँग घरभेट कार्यक्रम विशेष गरेर अब स्वास्थ्य संस्थासम्मै आउन नसक्ने खालको ज्येष्ठ नागरिकहरू र त्यसपछि गएर चाहिँ हाम्रो अशक्त नागरिकहरू जस्तो अपाङ्गता क र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरू अलिकति चाहिँ हिँडडुल गर्न सक्ने अशक्त व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरू घरमै गएर आधारभूत स्वास्थ्य परीक्षण गर्ने, उहाँहरूले के औषधि खाइराख्नु भएको छ त्यो औषधिको बारेमा पनि जानकारी दिने, अब केही समस्या देखियो भने उहाँलाई चाहिँ थप उपचारको लागि चाहिँ रिफर गर्न सक्ने कुराहरू र उहाँको नियमित एक खालको चाहिँ हामीसँग कस्तो हुन्छ भने यो चाहिँ नियमित रूपमा प्रत्येक महिना चाहिँ स्वास्थ्य परीक्षण गरिसकेपछि एक खालको प्रोफाइल नै बन्छ व्यक्तिको चाहिँ ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूको हेल्थ प्रोफाइल नै बन्छ हामीसँग। त्यो रिपोर्टिङ हुन्छ, शाखामा रिपोर्टिङ हुन्छ। त्यसको आधारमा उहाँहरूलाई थप सहुलियत दिनुपर्ने कुराहरू, औषधिमा, परामर्श सेवामा कहाँनिर हामी सहयोग गर्न सक्छौँ, के इन्टरभेन्सन गऱ्यो भने थप अझै हामी चाहिँ एउटा आरोग्यता होइन नागरिकको चाहिँ दीर्घायु र आरोग्यतालाई कहाँनिर हामी कन्ट्रिब्युसन गर्न सक्छौँ भन्ने हिसाबले कार्यक्रम सञ्चालित छ। मलाई लाग्छ यसको प्रभावकारिता अब जुन अशक्त व्यक्तिहरू हुनुहुन्छ, ज्येष्ठ नागरिकहरू, हामी पनि उमेरको एउटा छेडमा ज्येष्ठ नै हुन्छौँ होइन, यो सबैको जीवनमा आइपर्ने कुरा हो। त्यो हिसाबले घरमै गएर चाहिँ स्वास्थ्य उपचार पाउँदाखेरि उहाँहरू चाहिँ सन्तुष्ट खुसी हुनुहुन्छ। हामीले अझ उहाँको अपेक्षा भनेको अझ बढी यसलाई औषधिहरू उहाँहरूले खाइरहेको औषधिहरू अझ बढी दिन सक्यो भने राम्रो हुन्थ्यो कि ल्याब सुविधा सहित आउन सक्यो भने अझ राम्रो हुन्थ्यो भन्ने अपेक्षा छ उहाँहरूको। चुनौती हामी अब मूलत घरमा जानुपर्ने हुन्छ। घरमा जाँदाखेरि चाहिँ अब बर्खाको समयमा अलिकति बर्सातमा चाहिँ अब हिँडाइमा केही समस्याहरू हुन सक्ला। स्वास्थ्य कर्मीहरू घरभेट भनिसकेपछि कतिपय आफै चाहिँ अब हिँडुल गरेर हिँडेरै जानुहुन्छ। कतिपय टोल बस्तीहरूमा चाहिँ जाँदाखेरि चाहिँ सवारी साधनहरू हाम्रो स्रोत साधन अलिक न्यून छ। स्वास्थ्य कर्मीहरू आफै व्यवस्थापन गरेर जाने कुरा छ अहिले। र त्यो बाहेक अब लगानी चाहिँ हाम्रो अब औषधिहरूमा चाहिँ लगानी गर्न सकिएको छैन र स्वास्थ्य ल्याब सर्भिस पनि दिन सकिएको छैन। त्यो हिसाबले अझ यसलाई चाहिँ विस्तार गर्नको लागि लगानीको चाहिँ न्यूनतालाई एउटा चुनौतीको रूपमा देख्न सकिन्छ। र अर्को चाहिँ घरमा जाने बेलामा चाहिँ हामी पूर्व जानकारी गराएर जाने गर्छौँ। तथापि कहिलेकाहीँ चाहिँ नियमित रूपमा उहाँहरू चाहिँ मिसिङ हुने सम्भावना पनि देखिन्छ। त्यही भएर यसलाई स्वास्थ्य स्वयंसेविकाहरू मार्फत प्रचार प्रसार त गरिएकै हुन्छ। यसलाई पनि समस्या चुनौतीको रूपमा देख्न सकिन्छ। नेपाल सरकारले गएको आर्थिक वर्ष 2081-82 देखि हरेक वर्ष फागुन महिनामा देशैभर नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने अभियान थालेको हो। तर यस वर्ष फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन परेकोले स्थानीय तहहरूले कार्यक्रम माघ महिनामै सञ्चालन गरेका थिए। बेनी नगरपालिकाले माघ 14 गतेदेखि फागुन 1 गतेसम्म यो शिविर सञ्चालन गरेको थियो।
नगरपालिकाले सञ्चालन गरेको एनसिडी स्क्रिनिङ कार्यक्रम प्रभावकारी देखिए पनि यसमा केही सुधार गर्नुपर्ने पक्षहरू देखिएका छन्। शिविरमा जोखिम पहिचान भएका थुप्रै नागरिकले नियमित सेवनका लागि पर्याप्त औषधिको माग गरेका छन्, जुन अहिले पूरा हुन सकिरहेको छैन। त्यसैगरी बेनी नगरपालिकाको भूगोल छरिएको र कठिन भएकोले सीमित स्वास्थ्यकर्मीलाई सबै समुदायसम्म नियमित पुग्न चुनौतीपूर्ण छ। हाल मासिक रूपमा जम्मा 39 जना स्वास्थ्यकर्मी मात्र परिचालित छन्, जुन कुल 2221 ज्येष्ठ नागरिकको आवश्यकता धान्न पर्याप्त देखिँदैन। त्यसैगरी घरमा ज्येष्ठ नागरिकको मात्र जाँच गर्न जाँदा परिवारका अन्य सदस्यले समेत सुगर, प्रेसर जचाउने प्रवृत्ति देखिन्छ, जसलाई नकार्न नसकिए पनि यसले स्वास्थ्यकर्मीको समय खर्च बढाउँछ। यसरी बेनी नगरपालिकाले अपनाएको यो मोडेल समुदाय स्तरीय शिविर, नियमित जाँच र घर दैलो सेवाको संयोजन अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्ने देखिन्छ। यहाँ नन्दकली सापकोटा जस्तै हजारौं ज्येष्ठ नागरिकका लागि यो शिविर जीवनकै पहिलो स्वास्थ्य जाँचको अवसर बनेको छ। यसैगरी हजारौं सर्वसाधारण पनि अब आफ्नो शरीरभित्रको मौन खतराबारे सचेत भएका छन्। औषधि अपर्याप्तता, सीमित जनशक्ति र भौगोलिक विकटता जस्ता चुनौती अझै बाँकी भए पनि घरको पिँढीसम्मै पुगेको यो स्वास्थ्य सेवाले हजारौं वृद्ध वृद्धाको जीवनमा ल्याएको सहजता र आत्मविश्वास नै यस अभियानको सबैभन्दा ठूलो उपलब्धि हो। र सायद यही नै हो समयमै पहिचान भएको रोग, समयमै रोकिएको जटिलता र ढिलो हुनु अघि नै फर्किएको स्वस्थ जीवन।